विद्यार्थीहरूको एउटै प्रश्न रहेको छ, जुन अथवा सेप्टेम्बर 2026 इन्टेकको लागि एडमिसन खुल्यो कि खुलेन भनेर सोधिराख्नु भएको छ। यस, मोस्ट अफ द युनिभर्सिटिजहरूले आफ्नो एडमिसन स्टार्ट गरिसकेको छ, त्यसैले ढिला नगरी अब तपाईहरू आइएल्स र टपिक प्रिपरेसनमा लाग्दै गर्नुहोला। र एउटा मोस्ट इम्पोर्टेन्ट कुरा, आइएल्स कम्प्युटर बेस हुँदैछ यही जुनदेखि पछाडि। त्योभन्दा अगाडि नै तपाईँले यदि पेपर बेस एक्जाम दिन चाहनुहुन्छ भने अप्रिल अथवा मे भित्र नै आइएल्स एक्जाम डेट बुक गर्नुहोला, नत्र पछि तपाईँलाई चाहिँ टाइपिङ स्किल एकदमै राम्रो हुनुपर्ने छ यदि कम्प्युटर बेस एक्जाम दिन चाहनुहुन्छ भने। सो अहिले हतार छैन भनेर तपाईँले यतिकै बसिराख्नु भयो भने तपाईँलाई पछि अलिकति समस्या हुन सक्छ। त्यसैले छिटोभन्दा छिटो तपाईँले प्रिपरेसनमा लाग्नुहोला, आइएल्स र टपिकको प्रिपरेसनमा लाग्नुहोला। टपिक किन प्रिपरेसन गर्ने भन्दाखेरि साउथ कोरिया गइसके पछाडि तपाईँलाई पार्ट टाइम काम गर्नको लागि एकदमै इम्पोर्टेन्ट हुन जान्छ। त्यसैले आइएल्ससित सँगसँगै तपाईँले टपिक पनि प्रिपरेसन गर्न थाल्नुहोला। हाम्रो सिल्भर एजुकेसन फाउन्डेसन बुटलमा अहिले अनलाइन अफलाइन क्लासेसहरू भइरहेका छन्। छिटोभन्दा छिटो आफ्नो सिट बुक गर्नुहोला। हस्त, धन्यवाद।